Sometimes the best stories begin with a sudden plan, like our Gufanada trip last weekend. त्यो पनि आलुबखडा टिप्ने न्यूमा. Hi, this is Achitra and today I am taking you to Gufanada, जुन चाहिँ काठमाडौँबाट मात्र 65 किलोमिटरको दूरीमा रहेको छ. यहाँ जान हामी नारायणटारदेखि करिब 5 बजे हिँडेका थियौं. साखु हुँदै जर्सिङपवाबाट राइट लिएर नाङ्लेबारी हुँदै 42 किलोमिटरको राइड पछि मेलम्ची पुग्यौं. बजारबाट राइट झरेर ब्रिज क्रस गरेपछि सेकेन्ड लेफ्ट लिन्छौ एन्ड डोन्ट वरी त्यहाँ सानो बोर्ड पनि छ, सो यु वोन्ट मिस इट. यहाँदेखि अबाउट 20 किलोमिटर्सको बाटो मोस्टली अफ रोड नै छ, सो बी प्रिपेयर्ड फर द एडभेन्चर. हामी चाहिँ नाइट स्टेको लागि गएका थियौं, त्यसैले करिब 3 घण्टाको यात्रापछि हामी राति 8 बजेतिर सुनखानी पुग्यौं, आजको हाम्रो वासस्थान. गएर ढुङ्गामा बार्बिक्यू गरी घरको लोकल खाना खाएर हामी सुत्न गयौं. बिहान गाउँको भ्यू हेर्दै पिँढीमा बसेर हल्का खाजा खाई बल्ल हामी गुफा डाँडाको लागि निस्कियौं. लक्कीली हामी आएको दिनमा आकाश पनि मजाले खुलेको थियो, जसले गर्दा यहाँबाट देखिने दोर्जेलाक्पा, फुर्बागेच्यु जस्ता जुगल रेन्जको हिमालहरू पनि देख्ने अवसर पायौं. गुफा डाँडा पुगेर हल्का साइट सिइङ पछि एक ठाउँमा टेन्ट सेटअप गर्यौं. सबैजना मिलिजुली खाना बनाएर त्यहाँको भ्यू इन्जोय गर्दै खायौं. त्यसपछि फेरि गुफा डाँडाको हरियो मैदानमा रमाउन र अफकोर्स फोटो भिडियोको लागि पनि हामी अल्मलियौं. के तपाईलाई थाहा छ नेपालकै फर्स्ट जलवायु परिवर्तन कन्फरेन्स यही गुफा डाँडामा सम्पन्न भएको थियो नि. त्यसपछि फर्स्ट क्लाइमेट पार्कको रूपमा चिनिन पुग्यो. तर के गर्ने विडम्बना, यहाँ पनि फोहोर गर्न छाडेनन्. प्लास्टिक त उतिकै छरिएको छ, त्यो भन्दा पनि रिस उठ्ने त फुटेका बियरको बोतलहरू त्यतिकै. कहिले सुध्रिने? यहाँ डस्टबिनको सुविधा छ, एटलिस्ट आफूले लगेको फोहोर जम्मा गरेर त्यहीँ हाल्न सक्नुहुन्छ होला नि, हैन र? त्यसपछि आयो हाम्रो मिसन आलुबखडाको पालो. नजिकै गाउँमा चिनेको मान्छेको घरमा आलुबखडा आफै टिप्दै खायौं. कति खायो याद पनि छैन, कस्तो रमाइलो. दिन अझै गर्मी भइरहेको थियो अनि हामी झर्यौं सिधै इन्द्रावतीको किनारमा, जसको मुहान 5 पोखरी हो. यस्तो गर्मीमा साँझ पख रमाइला साथीहरू अनि इन्द्रावतीमा स्विमिङ, प्योर म्याजिक. त्यो दिन पनि हामी फेरि गाउँमै बस्यौं र बिहान सबेरै काठमाडौँतिर फर्कियौं. मेरो त आफन्तको घर भएको कारणले हामी 2 रात जस्तो बसेर आयौं, तर हजुरहरू यदि चाहनुहुन्छ भने एकै दिनमा भ्याउन सक्नुहुन्छ. या गुफा डाँडामा क्याम्पिङ गरेर पनि बस्न सक्नुहुन्छ. सो काठमाडौँको धुवा धुलो छल्न र शान्त वातावरणमा रमाइलो गर्न जाने हैन त गुफा डाँडा?